नमस्ते, टासिदेले यहाँहरूलाई सम्पोटे लिपि अनलाइनमा स्वागत छ। आजको भिडियोमा हामी सागा दावाको बारेमा कुरा गर्नेछौँ। यो भिडियोमा हामीले 4वटा मुख्य कुराहरू जान्नेछौँ। पहिलो, सागा दावा भनेको के हो। दोस्रो, सागा दावा कुन महिनामा पर्छ। तेस्रो, यो महिनालाई बौद्ध धर्मावलम्बीहरूले किन महत्त्व मानिन्छ। र चौथो, यो महिनाभित्र बौद्ध धर्मावलम्बीहरूले के गतिविधिहरू गर्छन्। यी सबै विषयहरूमा आज हामी कुरा गर्नेछौँ। यो भिडियो अन्त्यसम्म हेरेर सागा दावाको बारेमा बुझ्ने कोसिस गर्नुहोला। यदि तपाईँ यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक र कमेन्ट गरी तपाईँको जिज्ञासाहरू पनि राख्न सक्नुहुन्छ। अब आजको मुख्य विषयमा प्रवेश गरौँ। सागा भनेको एउटा नक्षत्रको नाम हो। आकाशमा धेरै प्रकारको नक्षत्रहरू हुन्छ। ती मध्येमा एउटा यो पर्न गइरहेको हुन्छ। धावा भनेको महिना हो। यो महिनाभित्र चाहिँ त्यो नक्षत्र उदय रहेको कारणले यसलाई सागा धावा भनेर भनेको हो। र अर्को एउटा, यो महिनालाई भुम्ग्युर दावा यानि लाख गुना महिना अथवा लाख गुना दिवस भनेर पनि चिनिन्छ। किनभने यो महिनामा एउटा पुण्य सञ्चय गरे पनि लाखौँ पुण्य वृद्धि भएर जाने कारणले यो महिनालाई भुम्ग्युर दावा भनेर पनि भनिन्छ। जस्तै उदाहरण, तपाईँले एकपटक बौद्ध कोरा यानि परिक्रमा गर्नुभयो भने तपाईँले लाखौँ चोटि परिक्रमा गरेको पुण्य मिल्छ। त्यसै गरी तपाईँले 108 चोटि परिक्रमा गर्नुभयो भने तपाईँले 1,08,00,000 परिक्रमा गरेको पुण्य तपाईँले प्राप्त गर्छ। त्यसैले यस महिनालाई भुम्ग्युर दावा यानि कि लाख गुना दिवस, लाख गुना महिना भनेर पनि चिनिन्छ। दोस्रो, सागा दावा कुन महिनामा पर्छन् भने भोट पात्रो अनुसार यो चौथो महिनामा पर्छ र नेपाली पात्रो अनुसार जेठ र वैशाख महिनाभित्र पर्छ। र यसपालि यो जेठ महिनाको 14 गते बुधबार र अङ्ग्रेजी क्यालेन्डर अनुसार 28 तारिक मे बुधबारमा पर्न गएको छ। तेस्रो, यो महिनालाई बौद्ध धर्मावलम्बीहरूले किन महत्त्वपूर्ण मानिन्छ भने यो महिनाभित्र बुद्धको 3वटा लीला पर्न गइरहेको छ। लुम्बिनीमा बुद्धको जन्म हुनुभएको, बोधगयामा बोधि ज्ञान प्राप्त गर्नुभएको र कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नुभएको। यी 3वटा लीलाहरू यो महिनाभित्र पर्न गएको कारणले यो महिना अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। र चौथो, बौद्ध धर्मावलम्बीहरूले यो महिनाभित्र के गतिविधिहरू गर्छन् भने यो महिनाभित्र कोरा यानि परिक्रमा गर्ने, ढोग्ने, न्युने यानि मौन व्रत बस्ने, तीर्थयात्रा गर्ने, गुम्बाको दर्शन गर्न जाने, आफ्नो घरमा सूत्र पढ्ने यानि पढाउने, मन्त्रहरू जप्ने जस्तै कि मानी मन्त्रहरू भयो, वज्रगुरु मन्त्र भयो, तारादेवीको मन्त्र भयो। त्यसै गरी धेरै प्रकारको मन्त्रहरू छ। त्यो मन्त्रहरू जप्ने, क्षेत्र गर्ने, यी सबै गतिविधिहरू गर्छन्। हस् त आज यहीँ समाप्त गर्छु। फेरि पनि अर्को भिडियोमा हामी भेट्नेछौँ। यहाँहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने सब्सक्राइब, लाइक र सेयर गरिदिनु होला। र यहाँहरूले कमेन्ट गरी यहाँहरूको जिज्ञासाहरू पनि राख्न सक्नुहुन्छ। धन्यवाद। तपाईँको दिन शुभ रहोस्।